अरे सनम दाजु चिया बनाउँदै हुनुहुन्छ हो तपाईँ खान्छस् अरे तपाईँ न कुरा गर्नु 12 कलैया ढुङ्गा चलाइयामा त हाम्रो दिन चिया नखानेसम्म सुरु नै हुने थिएन मस्त जोक मारा त यो कुरा छोडिदिनु हामी तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु के प्रश्न सोध्न चाहन्छ जङ्गली मोरो सोध्न त अब छ नि तपाईँ पनि परदेशी त हामी पनि परदेशी तपाईँको पेट यहाँ छ त हाम्रो पेट यहाँ छ अरे कहना क्या चाहते हो होइन के भन्छ यो जङ्गली मोरो प्रश्न चाहिँ सोध्न के सोध्नु खोजेको हाम्रो प्रश्न यो छ कि पल्लो गाउँको उसमा छ नि हो उहाँको श्रीमतीलाई जस्तो हामी परदेशीहरूको श्रीमतीलाई पनि बाबाको के भन्छ फिलिङ्स आयो भने तपाईँ के गर्नु भने हजुरले त्यस्तो भयो भने तपाईँ के गर्नुहुन्छ अरे यसले त बडो साइकोलोजिकल तरिकाले दिमाग घुमाउने प्रश्न पो गर्यो त भन्नुहोस् के गर्नुहुन्छ के गर्नु मेरो ऊ त्यो माथिको लगेज छ नि ओ त्यसलाई प्याक गर्छु अनि कम्पनीले इमर्जेन्सी लेटर हाल्छु अनि बुढीको फिलिङ्स मेटाउनु घरतिर लाग्छु बात तो सही है डिटेल त कुरा गर्नुहुन्छ अनि त भन्न त चाहिँ के गर्छस् रुको जरा सबर करो अनि तपाईँ न कुरा गर्नु तपाईँ जस्तै नामर्द मान्छे हो भनेर भनौँ भने हाम्रो अर्को बुकल छैन हामी पनि त्यो लगेज प्याक गर्छौँ तपाईँसँग गरेर जान्छौँ